चीनको सडकमा $16,000 को रोबोटले क्युआर कोड थापेर भिख मागेपछि अहिले सामाजिक सञ्जालमा तहल्का मचिएको छ। चीनको सिचुआन प्रान्तमा देखिएको यो अनौठो र सनसनीपूर्ण दृश्यले प्रविधिको दुनियाँलाई नै चकित पारिदिएको छ। सडकको कुनामा बसेको त्यस ह्युमनाइड रोबोटको अगाडि सिक्का थाप्ने कचौरा मात्र थिएन, डिजिटल जमाना सुहाउँदो क्युआर कोड र एउटा एलइडी बोर्ड समेत राखिएको थियो। लाउड स्पिकरबाट मलाई रिचार्ज गर्ने पैसा छैन, कृपया बिजुलीको बिल तिर्न मद्दत गर्नुहोस् भन्दै रोबोटले गुहार मागिरहेको थियो। यो कुनै साधारण मेसिन नभई युनिट्री G1 नामक अत्याधुनिक रोबोट हो, जसको मूल्य नेपाली बजारमा करिब 21 लाख रुपियाँ अर्थात् $16,000 पर्छ। यति महँगो रोबोटलाई सडकमा माग्न लगाउने असली मालिक को हो भन्ने अझै खुलेको छैन। भिडियो भाइरल भएपछि इन्टरनेटमा रमाइला प्रतिक्रियाको बाढी आएको छ। एक प्रयोगकर्ताले लेखेका छन्, जागिरको बजार यति ध्वस्त भइसक्यो कि अब रोबोटले समेत भिख माग्नुपर्ने दिन आयो। अर्काले ठट्टा गर्दै थपे, पहिले यसले हाम्रो जागिर खायो, अब गोजीको खुद्रा पैसा पनि यसैले सोहोर्दैछ। तर कतिपय सर्वसाधारण भने मेसिनलाई पैसा दिएको देखेर आक्रोशित छन्। उनीहरू भन्छन्, धनी मालिकको रोबोटलाई क्युआर स्क्यान गरेर पैसा दिनुभन्दा सडकका वास्तविक गरिब र भोका मानिसहरूलाई सहयोग गर्नुहोस्। चिनिया बजारमा रोबोटको प्रयोग तीव्र गतिमा बढे पनि कहिले मार्शल आर्ट गर्दा गर्दै ढल्ने त कहिले बच्चालाई झापट हान्ने जस्ता अनियन्त्रित हरकतका कारण यी रोबोटहरू अचेल चर्चा र विवादमा परिरहन्छन्।